हेलो हेलो साथीहरू, आज चाहिँ हामी यसो गर्मीमा चट्ट लगाएर बाहिर निस्केको हल्का हावा खानलाई। हेर्नु होला साथीहरू, कति घरमै मात्रै घुम्सिएर बस्ने भनेर। अनि आज नास्ता चाहिँ हाम्रो पिज्जा अर्डर गरेर पनि आइसक्यो। चिकन पिज्जा हैन, कस्तो राम्रो मिठो हुन्छ के साथीहरू। ल मैले काट्न लागेको पिज्जा, नानीले ल म काट्दिन्छु भनेर मेरो नानीले चाहिँ काट्दैछ चिकन पिज्जा। जेस मलाई चाहिँ एकदम मिठो लाग्छ है। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ साथीहरू? अब खानु पर्यो भनेर भनेको, फेरि नानीले के भने एकछिन म एउटा भिडियो बनाउँछु कि मम्मी भनेर भने कि। अनि अब कस्तो स्टाइलको यसलाई भिडियो बनाउनु पर्यो अरे, हेरौँ न। यसै टच गर्ने टच गर्नु लगाएर उसको मोबाइलले भिडियो बनाउँदैछ। खै के भिडियो बनाउनु पर्ने के, आफूलाई त हतार खानु पर्यो क्या। वाउ, कस्तो राम्रो, दामी। जोस् चिकन पिज्जा चाहिँ जोस् मिठो लाग्छ कि मलाई साथीहरू। हल्का गर्मी पनि छ हैन, के गर्ने अब। गर्मी भयो भन्दैमा खाना छोड्नु पनि भएन हैन, खानै पर्यो। आज जोस् नास्तामा चाहिँ पिज्जा खान आएको। उफ, मेरो छोरीलाई तातो भएर हातले हम्काउँदैछ। अब मुखभित्र तातो भएको चाहिँ हातले हम्काएर हुन्छ त। पिज्जा चाहिँ जो साथीहरू तातो नै मिठो हुने हो कि। मेरो नानीले चाहिँ के भन्दैछ भने, यो दुधबाट चिज पनि बनाएको हुन्छ नि, हालेको हुन्छ भनेर भन्दैछ कि। हो, थाहा छ। जस मिठो हुन्छ नि त, टेस्ट ल्याउने त्यसैले हो नि त। जस मिठो हुन्छ, राम्रो हुन्छ है साथीहरू। मलाई चाहिँ राम्रो लाग्छ। गर्मी पनि भयो, मेरो नानीले हम्किँदैछ हातले, गर्मी हो भन्दै। के गर्नु, ठिक्क लाइन पनि गइदियो। पिज्जा खाँदै शीतल भइरहेको थियो। के गर्नु, नास्ता खाँदै गयो के लाइन। अब हेरौँ न। अब त्यही भएर मेरो छोरीले अब देखाउँदैछ, हेरौँ न। अब उफ पङ्खा चलेको छैन, गर्मी। के गर्ने, यस्तै छ नेपालको। के भन्छ, लाइन पनि। के गर्नु ल, यस्तो छ साथीहरू। यस्तो राम्रो छ, हेर्नुहोस् त। यहीँ भित्र बसेर चाहिँ हामीले नास्ता गरेको। तपाईँहरू पनि आउनु होला साथीहरू, रमाइलो छ, राम्रो छ है साथीहरू।